नमस्ते एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म सँगै घुम्न जाम है त। आज हामी 3 जना साथीहरू चाहिँ पाटन दरबार स्क्वायर जाँदैछौँ। सो म गाडी चढेर आरएनएसी अगाडि पुगे। एकछिन वेट गरेपछि सुजिता म्याडम चाहिँ आउनुभयो एन्ड देन सम्पदा म्याडम आउन चाहिँ अलि धेरै नै टाइम लगाउनु भयो। किन हो थाहा छैन, टाउको फुट्ला भएको थियो भने उहाँ बल्ल आउनुभयो। वेलकम। त्यसपछि हामी लगनखेल जाने गाडी चढ्यौँ। लगनखेल झरेर चाहिँ त्यहाँबाट हिँड्दै हिँड्दै हामी पाटन दरबार गयौँ। त्यहाँ गएर सुरुमा हामीले चाहिँ पानी खाने निर्णय गर्यौँ। ढुङ्गे धाराको पानी मिठो मानेर खायौँ। त्यसपछि हामी एकछिन फोटो भिडियोजहरू बनाउन चाहिँ बिजी भयौँ। अब म्युजियम पनि जानुपर्छ भनेर चाहिँ हामी म्युजियम भित्र चाहिँ पस्यौँ। म्युजियम पसेपछि चाहिँ म्युजियम घुम्दै ओर्दै हामीले चाहिँ फोटो भिडियोजहरू खिच्यौँ। म्युजियमबाट बाहिर निस्केपछि त्यहाँ राखेको रहेछ पानी जारमा, त्यही खायौँ। खोइ सम्पदा म्याडमको डिमान्डमा चाहिँ हामीले चाहिँ फोटो भिडियोजहरू खिच्यौँ। यो ग्लसको किन हो थाहा छैन अहिलेसम्म मलाई। अनि त्यहाँबाट निस्केर चाहिँ अब हामी खाजा खाने तर्फ लाग्यौँ। खाजा खाना चाहिँ एउटा इटलेस भन्ने ठाउँमा चाहिँ हामी गयौँ। 1 घण्टा पछि के हेर्दा त्यत्रो मेहनत गरेको कामै लागेन। मैले चाहिँ लाफिङ र किमा नुडल्स मगाएको थियौँ। नुडल्स चाहिँ त्यो फाइन थियो होइन, 8 आउट अफ 10। मैले त्यो भन्दा वर्स्ट लाफिङ चाहिँ अहिलेसम्म जिन्दगीमा कहिले खाएको थिइनँ क्या। लाफिङ त्यतिकै छोडेर हामी बाहिर निस्क्यौँ। त्यसपछि हामी साझा गाडी भएको ठाउँमा गयौँ। साझा गाडी चढेर चाहिँ हामी आरएनएसीतिर लाग्यौँ। उता साइडमा पुरै झम पानी परिरहेको थियो है साथीहरू। यता मेरो घरतिर चाहिँ थानको साइडतिर चाहिँ पानी नै परेको रहेनछ। अनि म घर आइपुगे। बाई बाई एभ्रिवान, टेक केयर, सी यू इन द नेक्स्ट भिडियो। थ्याङ्क्स फर वाचिङ।